नेताहरू कसरी बिग्रिन्छन्? जब कुनै नेताले ख्याति प्राप्त गर्छ, उसको पछाडि ठुलो जमात हुन्छ। त्यो जमातमा धेरै स्वार्थी हुन्छन्, कम निस्वार्थी। नेता चाकरीको भोको हुन्छ, स्वार्थी स्वार्थको। निस्वार्थी छानिन्छन् र स्वार्थी तानिन्छन्। यहीँबाट उनीहरूको दिनगन्ती सुरु हुन्छ। नेतालाई चाकरी चाहिएको छ, स्वार्थीलाई स्वार्थ। अब सुरु हुन्छ गलत सल्लाह र गलत सुझावको, अनि थालनी हुन्छ भ्रष्टाचारको। पावर र पैसाको उन्माद भएपछि नीति पनि मिचिन्छ र नियम पनि। जुन जनताले हिजो हाई हाई गर्थे, तिनै जनता चिडिन थाल्छन्। यो हाम्रो देशमा हामीले भोगेको कुरो हो। यसरी ख्यातिबाट कुख्यात हुन कुनै बेर लाग्दैन। यति नबुझ्ने नेता कि त अज्ञानी हुनुपर्छ, कि त जानाजान अनजान। जनता वर्षौंदेखि देशभक्त र विकासवादी नेता खोजिरहेका छन्। तर जुन जोगी आयो, कानै चिरेको, गम्छा नै भिरेको। कहिले पुरा हुने हो त जनताको इच्छा?